फेरि आज हामी अर्को यात्राको लागि निस्किसकेका छौँ। आजको यात्रा हामीले चौकुने गाउँपालिका वडा नम्बर 6 को बाँसपानीतिरको यात्राको लागि हामी निस्केका छौँ। यति बेला हामी बाँसपानीको डाँडामा रहेको छेडामा छौँ। एकदमै शीतल भइरहने ठाउँ हो र हावा चलिरहने ठाउँ, जुन ठाउँबाट उत्तरपट्टिका धेरै भूभागहरू देख्न पाइन्छ भने यति बेला यहाँका सहरहरूसँग मैले केही कुरा गरेर हामी त्यहाँबाट अगाडि बढिसकेका छौँ। यहाँहरूलाई मेरा भिडियो कस्तो लाग्छन्, जस्तो लाग्छन् त्यस्तै प्रतिक्रिया कमेन्ट सेक्सन बक्समा राखिदिनु होला। र अहिलेसम्म पनि हजुरहरूले मेरो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज मेरो यस च्यानललाई सब्सक्राइब, लाइक र सेयर गरेर धेरैभन्दा धेरै साथीहरूसँग पुर्याइदिनु होला भन्दै आजको यात्रा हामीले बाँसपानीमा हुँदै अहिले यहाँ खन्दै गरेको त्यो भिडियो बनाउन गइरहेका छौँ। यहाँहरूले यस भिडियोमा हेरेर सजिलै जानकारी पाउन सक्नुहुनेछ। अहिले चौकुने गाउँपालिकाले खन्दै गरेको ट्र्याक कहाँसम्म पुग्यो र चौकुने गाउँपालिका वडा नम्बर 6 को बाँसपानी उत्तरपट्टि रहेको गाउँ बाँसपानी कस्तो छ त भनेर यहाँहरूलाई हामी देखाउन गइरहेका छौँ। यति बेला हामी बाँसपानीको बीच गाउँमा आइसकेका छौँ। हाम्रो यात्रालाई आज हामी धेरै तलसम्म पुर्याउने भनेर हामी निस्किसकेका छौँ। हामी यात्राकै क्रममा छौँ भने विशेष गरी यस बाँसपानी ठाउँको आफ्नै छुट्टै विशेषता रहेको छ। यस ठाउँका मानिसहरू प्राय खेतीपाती र बाख्रा पालनमा विशेष ध्यान दिने भएकोले प्राय आफ्नै काममा बढी व्यस्तता हुने गर्दछन् यस ठाउँका मानिसहरू। अब हामी यो बाँसपानी ठाउँलाई देखाइरहँदा यस ठाउँमा दिनमा घाम प्राय एकदमै छोटो समयका लागि मात्र लाग्ने गर्दछ भने प्राय यस ठाउँमा चिसो भइरहने गर्दछ। यस ठाउँमा यो देखाइरहेको बाँसपानी ठाउँको तलपट्टिको पहाडको हो भने हामी त्यही परको बाटोलाई छिसाउँदै हामी जानेछौँ। यति बेला हामी पुरानो ट्र्याक तर मर्मत ट्र्याक हुँदै हामी चौकुने गाउँपालिकाले आफ्नो सिमानामा खन्दै गरेको बाटोको यात्रामा निस्किएका छौँ। यहाँहरूलाई मैले यस भिडियोमा चौकुने गाउँपालिका वडा नम्बर 6 को बाँसपानीको बस्तीदेखि अहिले चौकुने गाउँपालिकाले आफ्नै लगानीमा खनिरहेको बाटोको यात्रा गर्दै हामी अगाडि बढिरहेका छौँ। हामी आजको यात्रालाई हामी त्यो नयाँ ट्र्याक जहाँसम्म खनेको छ त्यहाँसम्म हामी जानेछौँ। हजुरहरूलाई यो भिडियोमा हामीले
बाटोको अवस्था लगायत सम्पूर्ण यहाँको परिवेशको बारेमा यो भिडियोमा देखाइरहेका छौँ। यदि यो बाटो बनेको खण्डमा छिटो नै यो बाटो अछामसँग जोडिएको खण्डमा चौकुने गाउँपालिकामा आर्थिक अवस्थाको सुधार हुने देखिन्छ, किनकि यो बाटो भएर मानिसहरू कैलाली हुँदै भारतका विभिन्न ठाउँमा जानको लागि एकदमै छोटो बाटो हुने भएकोले यो बाटो छिटोभन्दा छिटो बन्न जरुरी रहेको छ। त्यसैले यसमा कति पनि रुकावट नगरेर बाटोलाई छिटोभन्दा छिटो त्यो कामलाई निरन्तरता दिएर अछामको जङ्गलाघाटसम्म पुर्याएको खण्डमा पक्कै पनि चौकुने गाउँपालिकाको मुहार फेरिनेछ। त्यसै गरी चौकुने गाउँपालिकाले अहिले गरिरहेको यो काम एकदमै उल्लेखनीय काम छ। हामी यति बेला बाँसपानीको तल रहेको ढङ्गारी बजारमा आइपुगेका छौँ। विगत लामो वर्ष अगाडि त्यस ठाउँमा मानिसहरू एकदमै बस्ती बाक्लो थियो भने अहिले यो बाटोमा आवत जावत कम हुने भएकोले मानिसहरूको बस्ती एकदमै न्यून रहेको छ भने यहाँका मानिसहरू प्राय यस ठाउँबाट पलायन भएर गइसक्यो। यदि यो बाटो बनेको खण्डमा फेरि पनि त्यसै गरी पुरानो बस्ती जसरी यो ठाउँमा बसेको छ त्यसै गरी अझ पनि बस्ती बस्न सक्छ होला। त्यसैले यहाँहरूले छिटोभन्दा छिटो यो बाटोलाई विशेष प्राथमिकतामा राखेर ट्र्याक खोल्ने कामलाई सम्पन्न गरिदिनुको लागि सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। कैलाली, सुर्खेत र पहाडका र हिमाली भेगका विभिन्न जिल्लाहरूसँग जोड्ने सबैभन्दा छोटो बाटो पक्कै पनि यो बाटो हुनेछ। यदि यो बाटो बनेको खण्डमा हामी यहाँहरूलाई यो देखाइरहेका छौँ। नयाँ खनिएको ट्र्याक यो भाङ्गारीबाट 200-300 मिटर अगाडि बढेपछि यो नयाँ खनिएको बाटो यहाँहरूले देखाइरहेका छौँ। यहाँबाट केही तल मात्रै कर्णाली नदी रहेको छ भने चौकुने गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेको ढुकाने छरा पनि यहाँबाट केही मिनेट तलतिर रहेको हुनाले यदि यो बाटो साँच्चै नै छिटो बनेको खण्डमा चौकुने गाउँपालिकाको मुहार फेरिने देखिन्छ भन्दै हामी यो बाटोको अन्तिम काम यहाँसम्म भएकोले हामी यहाँभन्दा अगाडि जान नसक्ने भएको कारणले हामी यहाँबाट हाम्रो यात्रालाई फर्काएर पुनः हामी
यहाँबाट फर्केका छौँ। ठुल्ठुलो चट्टानहरूले गर्दा बाटोको समयावधि केही धेरै लाइन लाग्ने देखिन्छ। हामी त्यस ठाउँबाट फर्किसकेका छौँ। बाटोको अन्तिम बिन्दु यहाँलाई देखाइसकेपछि हामी उक्त बिन्दुबाट अगाडि फर्किसकेका छौँ र हामी अब यहाँहरूलाई उत्तरतर्फबाट जाँदा भाङ्गारी बजार र यो बाटो कस्तो देखिन्छ भनेर यहाँहरूलाई देखाइरहेका छौँ र बाँसपानी गाउँ उत्तरतर्फबाट हेर्दा कस्तो देखिन्छ भनेर यहाँहरूलाई यस भिडियोमा अन्त्यमा देखाइरहेका छौँ। यदि यहाँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो यो वीरेन्द्र बयक ब्लग च्यानललाई सब्सक्राइब गरेर यस परिवारमा जोडिदिनुको लागि यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामी पछाडितिर फर्किसकेका छौँ। जुन बाटो आएका थियौँ हामी त्यही बाटो यहाँहरूलाई पुनः उत्तरतर्फबाट जाँदा कस्तो देखिन्छ भनेर देखाइरहेका छौँ यस भिडियोमा। पहिलाका पुरानाहरू र हिमाली विभागका मानिसहरू आउँदा नुन ल्याउन आउँदा बस्ने ठाउँ हो यो भने अहिले यहाँ धेरै मानिसहरू पलायन भएर गइसकेका छन्। यस ठाउँमा अहिले बस्ती एकदमै न्यून मात्रामा रहेको छ। अब हामी यहाँ नास्ता खानको लागि उठिसकेका छौँ। हामी आज यहाँ कर्णाली नदीको माछा खाएर यहाँबाट निस्किनेछौँ। फर्किँदा देखिएको बाँसपानी गाउँ हो। फर्किँदा बाँसपानी गाउँ देखाइरहेका छौँ। एकदमै रमाइलो छ ठाउँ। यो पञ्चपुरीको डाँडा हो। यहाँहरूले प्रत्येक वर्षको एकचोटि हामी यस ठाउँमा पूजा गर्नको लागि जाने गर्दछौँ। यहाँहरूलाई देखाइरहेको यो फर्किँदाखेरि देखिएको दृश्य हो। वातावरण प्रदूषणको कारणले गर्दा जाँदा त्यसै गरी भाइ बहिनीहरू टाढाको बस खेल्दै देखिने भने फर्किँदा पनि भाइ बहिनीहरू खेल्दै हुनुहुन्छ। रमाइलो लाग्यो उहाँ भाइ बहिनीहरूलाई देख्दा। यदि हजुरहरूले अहिलेसम्म पनि मेरो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज मेरो यस च्यानललाई लाइक सेयर र सब्सक्राइब गरेर धेरैभन्दा धेरै साथीहरूसम्म पुर्याइदिनु होला।
भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त धन्यवाद।